नमस्ते साथीहरू, हेर्न सक्नुहुन्छ आज चाहिँ म बफको अचार बनाउन गइरहेको छु। मैले चाहिँ यसलाई चाहिँ बेच्नुभन्दा पनि घरमै खानुको लागि मैले यो बनाइरहेको छु। मैले सुरुमा चाहिँ बफलाई मजाले मासुलाई फ्राई गरेर रातो हुने गरी है, अनि त्यसपछि मैले यसलाई पुरै फाल्टो निकालिसकेपछि मलाई चाहिँ प्याज पनि फुराएर लाको मनपर्ने भएकोले गर्दाखेरि मैले प्याज पनि फुराएँ। अनि सबै मरमसलाहरू अगाडि नै अलरेडी मैले ठिक पारिसकेको थिएँ। अनि त्यसपछि मैले त्यही उब्रेको तेल चाहिँ त्यसलाई युज गरिनँ, म त्यसलाई निकालेर फेरि अर्को तेल लगाएर त्यसमा मरमसलाहरू जति पनि मैले रेडी गरेको थिएँ मरमसलाहरू अनि सबै एड गरिसकेर त्यसलाई पनि मजाले रातो हुने गरीसम्म यसलाई भुटिसकेपछि मैले अगाडि जुन मासु फ्राई गरेर राखेको थिएँ त्यसलाई पनि मैले फेरि त्यसमा एड गरेर मजाले फेरि एकछिनसम्म मैले त्यसलाई भुटभाट गरेर है, अनि स्वादअनुसार सबै मरमसलाहरू लगाएर मैले एकदम रेडी बनाइसकेको थिएँ। हेर्न सक्नुहुन्छ कति राम्रो कलर देखिरहेछ है त्यो मसलाको पनि। अनि मैले ठिक्क अगाडिको जुन त्यो प्याज फुराएको थियो त्यो पनि त्यसमै एड गरिदिएँ। अनि एड गरिसकेपछि त्यसलाई एकछिन मैले फेरि एकदमै लो आगोमा चाहिँ एकछिन मैले मजाले फेरि राखेर त्यसलाई मजाले भुटेर भनौँ न के भने त्यसलाई मिक्स गरेर अनि मैले त्यसमा मासु एड गरिदिएँ। अनि मासु एड गरेर त वाउ यस्तो दामी कलर आएको थियो है, खाँदा पनि यस्तो टेस्टी थियो। वाउ त मैले फर्स्टचोटि ट्राई गरेको, तर फर्स्टचोटि चाहिँ एकदम राम्रो भयो है। हामीले सबैलाई घरमा सबै फ्यामिलीहरूलाई चखाएँ, एकदम मन पराइदिनु भयो र साँच्चै नै मिठो नै भएको थियो है। यहाँ सक्नुहुन्छ कस्तो खाम लाग्दो भइरहेछ।